करिब 5 करोड वर्ष अगाडि एउटा ठूलो जमिनको टुक्रा जसलाई इन्डियन प्लेट भनिन्थ्यो उत्तरतर्फ सर्दै गर्दा अर्को जमिनको टुक्रा जसलाई युरेसियन प्लेट भनिन्थ्यो सँग ठोक्किन पुग्यो। त्यही ठक्करले गर्दा यी जमिनका किनाराहरू माथि उठे अनि विशाल हिमाल, गहिरा खोज र पहाडहरू बने। आजको नेपाल यही भौगोलिक स्थानमा अवस्थित छ। अफ्रिकाबाट हिँडेका होमोसेपियन्स जो अझै हन्टर ग्यादरर नै थिए 65,000 वर्ष अगाडि इन्डिया आइपुगे। त्यही होमोसेपियन्सको अर्को ग्रुप इस्ट एसिया हुँदै 50,000 वर्ष अगाडि चाइना पुग्यो। हन्टर ग्यादरर्सबाट कृषिको विकास हुँदै जाँदा 10,000 देखि 8,000 वर्ष अगाडि येल्लो रिभर र इन्डस रिभरको किनारमा मानव बस्ती देखिन थाल्यो। त्यही समयको आसपासतिर इरानियन प्लेटुको ककसियन माउन्टेनदेखि एउटा किसानको समूह इन्डिया आइपुग्यो। बिस्तारै गङ्गा, याक्से, यल्लो, सरस्वती नदीका किनारहरूमा विशाल सहरहरू बन्न थाले। जब जनसङ्ख्या बढ्यो, मानिसहरू नयाँ जमिन खोज्न थाले। कोही उर्वर जमिन खोज्दै, कोही प्राकृतिक प्रकोपबाट बस्न, कोही लडाई हारेर त कोही ध्यान गर्न हिमालको आसपासतिर आइपुगे। यो लहर सयौं वर्षसम्म चलिरह्यो। त्यसै गरी लगभग 3500 वर्ष अगाडि सेन्ट्रल एसियाबाट पशुपालक जाति काइबर पास हुँदै इन्डिया आइपुग्यो। लगभग 2000 वर्ष अगाडि एन्सेन्ट्रल नर्थ र एन्सेन्ट्रल साउथ इन्डियन दक्षिणबाट नेपाल प्रवेश गरे, पश्चिमबाट खस र पूर्व र उत्तरबाट तिब्बतन बर्मन भाषा बोल्ने मङ्गोलोइड मूलका मानिसहरू नेपाल आइपुगे। यिनीहरूको भाषा, संस्कृति र रहनसहन मात्र होइन, शारीरिक बनावट पनि फरक थियो। तर यिनीहरूले अग्ला पहाड, घना जङ्गल, छिटो बग्ने खोला, दुर्गम ठाउँ र राम्रो उब्जाउ नहुने जमिनमा आएर सयौं वर्षसम्म आफ्नो सभ्यतालाई बचाइराखे। यही विविधता आज नेपालको सांस्कृतिक पहिचान बनेको छ। नेपालको इतिहास वास्तवमा यही ससाना राज्यहरूको हो।